त्यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। यहाँ सुन्नुहोस् है, ध्यान दिएर, कसैले पनि नछुट्याओस् जसलाई परमेश्वरले जोड्नु भएको छ भनेर बाइबलले भन्छ। अनि कतिचोटि श्रीमान श्रीमतीको झगडा पर्नुपर्छ कि बाहिरको मान्छेले आएर के भन्छ, तेरी श्रीमती यस्तो भन्छ, तेरो श्रीमान यस्तो, तेरो श्रीमती त कामै नलाग्ने, त्यो त धन्न बरु बाबु तैँले सको भन्छ क्या मान्छेले आएर, हो क्या भन्नु त, धन्न तैँले खपेको तेरी सुहानी यस्तो, तेरो सुहानी उस्तो। अनि त्यो व्यक्तिलाई तपाईँले के भन्नुभयो थाहा छ? ए भयो चुप लाग, मेरी सुहानी कस्ती भन्ने तँलाई भन्दा पनि मलाई थाहा छ। तपाईँको सुहानी कस्तो भन्ने त्यसलाई थाहा हुन्छ कि बढी तपाईँलाई थाहा हुन्छ? तपाईँको श्रीमान कस्तो भन्ने तपाईँको श्रीमतीलाई भन्दा बढी अरूलाई थाहा हुन्छ? अनि अनि आएर अर्को मान्छे के भनिदिन्छ, उचालेर। धेरै मान्छे 90% मान्छे चाहिँ झगडा परेर बिगार्ने हुन्छ। यहाँ सुन्नुहोस् है मण्डली परिवार, कहिलेकाहीँ झगडा पर्दा तपाईँहरूको कि, तर एकदमै परमेश्वरको आवाज लिएर मात्र निर्णय गर्नुहोस्। प्रभुले के भन्नुहुन्छ वचनमा, म चाहिँ सम्बन्ध विच्छेदलाई घृणा गर्छु भन्नुहुन्छ प्रभु, होइन? अनि कतिचोटि मान्छेले के भन्छ, परमेश्वरको इच्छा यस्तो रहेछ, अति सजिलो त्यो चर्चा क्या हेर्नु त। अब के भन्छ, परमेश्वरको इच्छा यस्तो रहेछ, हामी छुट्यौँ, अहिले खुसी नै छौँ, उनीहरू पनि महिनाहरू पनि भन्छ क्या मान्छे। तर परमेश्वरको इच्छा कहिले पनि एउटा परिवार छुट्नु परमेश्वरको इच्छा हुँदैन, बुझ्दै हुनुहुन्छ? त्यसले गर्दाखेरि जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई कसैले पनि नछुटाओस्। त्यसले गर्दा मण्डलीले चाहिँ पवित्र विवाह भनेर हामी पवित्र विवाह दिन्छौँ, हामी शुभ विवाह भन्दैनौँ, पवित्र विवाह भन्छौँ। किन? किनकि त्यो विवाह चाहिँ परमेश्वर स्वयं परमेश्वरलाई राखेर करार बाँधेको विवाह, अग्निलाई साँची राखेर खाएको कसमहरू तिमीले तोड्यौ भन्छ नि त संसारमा। अग्निलाई होइन, त्यो अग्निलाई बनाउने परमेश्वरलाई साँची राखेर खाएको कसमहरू तपाईँले तोड्नु। हालेलुया। समुद्रमा कहिलेकाहीँ समस्या आउँछ, समस्या नहुने घर काहीँ पनि छैन, होइन? चर्को घाम पछिको शीतलताको चाहिँ छुट्टै महत्त्व हुन्छ भन्छ नि त निकै उप्रेतिर, होइन? कहिलेकाहीँ ठाका परेर फेरि मिलाप हुँदा त मजै बेग्लै हुन्छ, आनन्दै बेग्लै हुन्छ नि। त्यसले गर्दाखेरि सम्बन्धभित्र खटपट, सम्बन्धभित्र सङ्घर्ष छ, तर परमेश्वरले जसलाई जोडिदिनु भएको छ, जसलाई एकसाथ श्रीमान श्रीमती हुनको लागि बोलाउनु भएको छ, तिनीहरूले चाहिँ कहिले पनि तिनीहरूलाई छुटाउने काम चाहिँ मण्डलीले गर्नु हुँदैन, त्यसको माइती पक्षले पनि गर्नु हुँदैन, त्यसको घर पक्षले पनि गर्नु हुँदैन, त्यसको साथीले पनि गर्नु हुँदैन। त्यो कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ। तपाईँले कुरा लाएर छुट्याइदिनु भने भोलि तपाईँसँग न्याय परमेश्वरले गर्नुहुन्छ। हालेलुया। त्यही भएर बाइबलले के भन्छ, धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरको सन्तान कहलाइन्छ। मेलमिलाप गराउने हुनु पर्यो त, तपाईँहरू छुट्याइदिने होइन, बिगारिदिने होइन। हालेलुया। त्यसले गर्दा विवाह चाहिँ एकदमै पवित्र र परमेश्वरको योजनाद्वारा हुने कुरा भएको कारणले गर्दा विवाहलाई हामीले ख्याल सोच्नु हुँदैन। विवाहको लागि हामीले धेरै प्रार्थना गर्नुपर्छ। विवाहले चाहिँ तपाईँ र मलाई एउटा नयाँ सम्बन्ध, एउटा नयाँ आयु दिन्छ। जुन कुराले परमेश्वरसँग सङ्गति गर्नको लागि, परमेश्वरसँग रहनको लागि, समाजमा आफ्नो पहिचान खोज्नको लागि, तपाईँको जीवनमा तपाईँ नमरुन्जेलसम्मको लागि एउटा सहयात्री चाहिँ विवाह हो। ख्रिस्टले मण्डलीलाई कसरी प्रेम गर्नुभयो त्यसै गरी हामीले आफ्नो दुलहीलाई पनि प्रेम गर्नुपर्छ। ख्रिस्टको दुलही चाहिँ आजको मण्डली हो। मण्डलीको लागि ख्रिस्टले आफ्नो प्राण दिनुभयो, सबै कुरो सहनुभयो भने तपाईँले पनि आफ्नो दुलहीको लागि कति कुराहरू सहनुपर्छ, होइन? मान्छे सबै कुरामा पर्फेक्ट छैन, कतिवटा कुराहरूमा मान्छे कमजोर होला, तर पनि हामीले सबै कुरा सहन सक्नुपर्छ। 27:46 तब रेबिकाले इसाकलाई भनिन्, यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकुबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ भनेर उसको के भन्छ, आमाले 27:46 हेर्नुभयो, रेबिकाले के भन्दैछ आफ्नो छोराको लागि गर्दाखेरि, यो देशको हित्ती स्त्रीले गर्दा मेरो जीवन हैरान भइसक्यो। याकुबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ र भनेको मतलब उनीहरू चाहिँ के थिए, इजरायलीहरू थिए, यहुदीहरू थिए। उनीहरूले के गर्नु हुँदैन, अन्य जातिहरूसँग विवाह गर्न हुँदैन थियो। अनि जब उनीहरूलाई के फील परेको छ, यार मेरो छोराले अन्य जाति केटीसँग विवाह गर्यो भने त म बाँचेर के फाइदा हुन्छ र। त्यसले गर्दाखेरि तपाईँलाई म के उत्साह दिन चाहन्छु भने, विवाह गर्नको लागि परमेश्वरको योजना त छ, तर परमेश्वरभन्दा पछाडि तपाईँलाई माया गर्ने अरू व्यक्ति पनि छ, त्यो चाहिँ तपाईँको आमा बुवा हो। आमा बुवालाई चाहिँ के हुन्छ, तपाईँको विवाहको ठुलो सपना उनीहरूले देखेको हुन्छ।
अनि यदि तपाईँले हिन्दू केटा हिन्दू केटीसँग विवाह गरिदिनु भयो भने के हुन्छ? बाबुआमा बाँचेर केही फाइदा हुँदैन, उनीहरूलाई पीडा हुन्छ, उनीहरूलाई चोट हुन्छ। किनकि हरेक बाबुआमाको सपना हुन्छ नि त मेरो छोराछोरीको असल तरिकाले विवाह गर्न सकौँ। उनीहरूले तपाईँले सुन्नु भएको छ फलानाको छोरीले फलानाको नाकै काट्यो भने सुन्नु भएको छ? के भने त नाकै काटेर बन्चरले नाक काटेर हो त होइन नि, उसले पहिला गइदिएर बेजत गरिदिएर नाकै काटिदियो भने चाहिँ इज्जतै डामाडोल पारिदियो भने कि अब नाक खाडा पारेर हिँड्नु सक्यो, अब नाक काट्दै यस्तो यस्तो गरेर हिँड्न पर्यो। त्यसले गर्दाखेरि हामीले गरेको विवाह परमेश्वरले चाहनुहुन्छ कि एकजनासँग विवाह होस् अनि बाबुआमाले चाहन्छन् अन्य जातिसँग हाम्रो विवाह नहोस्। अनि हिजो एउटा दिदीले वचन मागिरहेको थियो हिजो बिहान, मेरो साथीहरू नजा है बे नगर है भन्दा भन्दा अन्य जातिहरूसँग गयो, प्रभुलाई सोधेर बिहा गर, प्रार्थना गरेर बिहा गर भन्दा होइन त्यसले त मलाई एकदम माया गर्छु भनेको छ, मुटु बिच्छु झिकेर तिमीलाई भनेको छ। कति माया गर्छ त्यसले मलाई, तर के थाहा कति माया गर्छ भनेर गए अरे क्या बिहा गरेर गए। अहिले त बेला बेला माइत आउँदा कहिले नाकको टुप्पै बङ्गाएर होइन, कहिले टाउकै फुटाएर के गर्छ त्यो भन्दै गर्दाखेरि परमेश्वरलाई मैले धोका दिएँ। जसले परमेश्वरलाई धोका दिन्छ नि त्यो व्यक्तिको जीवन आशिषितै हुँदैन क्या। अनि त्यो धनी भएर के भयो, त्यो ह्यान्डसम भएर के भयो, जसले परमेश्वरको प्रेमलाई बुझेको छैन, जसले श्रीमतीलाई माया गर्नुपर्छ भन्ने थाहा छैन, जसले जिम्मेवारी के हो विवाह के हो थाहा छैन, त्योसँग विवाह गरेर तपाईँको जीवन के होला? डामाडोल भद्रगुल होइन। अनि कहिले नाक बङ्गाएर माइत आउनुपर्छ, कहिले चक्कु देखायो भनेर माइत आउनुपर्छ। बिजोग हुन्छ नि जिन्दगी, ठोकेर भन्नु त। त्यसले गर्दा विवाह ट्राई गरिदिउँ त, अलिकति हल्का गरिदिउँ के हुन्छ र भन्ने होइन क्या, हल्का खाइदिउँ भने जस्तो होइन। हाम फालिसकेपछि त्यहाँबाट फुत्किन नसक्दै गर्दा त्यहाँ उसले ठुलो भरोसा गरेर बाबुलाई छोड्दै हुन्छ, आमालाई छोड्दै हुन्छ, साथीहरू कुरा नसुनेर लत्या हुन्छ। परमेश्वरको वचन नि प्रभु तपाईँ जान्नुहुन्छ। आई विल ट्राई, म त्यसलाई सुसमाचारसँग प्रार्थना आउँछ तपाईँ चुप लाएर बस्नु भनेर प्रभुलाई समेत चुप लाएर बस्नु दिँदैन नि त भनेर मान्छे हाम फालेर आउने जाइस विवाह गर्छ। अनि जब उसले त्यो भरोसा गरेर विवाह गरेको हुन्छ पछि जाँदै गर्दा गर्दा उसलाई त्यो फोनमा हेलो के छ तिमी एकदम राम्रो लाग्छ नि मलाई भनेर इमोसनल ब्ल्याकमेल गरेको कुराहरू बिस्तारै घट्दै 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 उसको रियल क्यारेक्टर ऊ भित्रको भूत बिस्तारै बाहिर निस्किन थाल्छ होइन। त पहिला कि त तल मान्छे गर्थेँ भन्दै भित्तामा ड्याम्टा टोका कुद्न थालेपछि सबै कुरा छोडेर त्यसपछि उसलाई याद हुन्छ नि मेरो आमाले पकाएको थियो खाना, मेरो आमाले मेरो बाबाले कति सम्झाउनु भएको थियो, मैले एकदमै गल्ती गरेछु प्रभु, यो मानिससँग म अब जीवन कन्टिन्यू लान पनि सक्दिनँ, म फर्केर फेरि मेरो बाबामा जान सक्दिनँ, अब म मर्छु भनेर मान्छे सुसाइड गर्छ। ल मान्छेको जिन्दगी कसरी भत्किन्छ बुझ्दै हुनुहुन्छ? मैले धेरै भरोसा गरेँ, जसले धेरै माथि पुग्यो हुन्छ त्यो मान्छे एकैचोटि बजारी लिएर तल झार्दैछ के हुन्छ? स्थिति त डामाडोल हुन्छ नि। कति धेरै भरोसा गरेँ मैले, फोन गर्दै गर्दा 3 वर्षसम्म फोन गरेँ, 3 वर्षमा कति मायाको नाटक कति सपनाहरू देखायो, अहिले मलाई यस्तै टुटाइदियो। सबैभन्दा बढी जिन्दगी बर्बाद भयो दिदी बहिनी, साह्रो दुःख लाग्छ। परमेश्वरले सहयोगी हुनको लागि बोलाएको होइन, तर मान्छेले कतिचोटि प्रयोग गरिरहेको छ। उनीहरूलाई खेलाजी गरेर वस्तु जस्तो सोचेर उनीहरूको जिन्दगी ड्यामेज भएको छ है। त्यही भएर विवाह हाम्रो छोरीहरू 2 जना हुँदैछन्, छोरीहरूलाई यहाँ सेतो ड्रेसमा ज्वाइँलाई राखेर वचन दिएर होइन यहाँ हात बाँधिदिएको पुरा परिकल्पना बनाउँछ। छोराहरू मोतीको छोराहरू त मोतीको टुक्राहरू हो नि त होइन, उनीहरू ठुलो भएपछि टाई सुट लाएर विवाह गर्ने इमेजिनेसन आउँछ मलाई होइन। अनि त्यो चाहिँ हरेक बाबाको एउटा सपना हुन्छ आफ्नो छोराछोरीलाई असल घर घरमा दिने। कुनै पनि बाबामाले मेरो छोराछोरी दुःख पाओस् भनेर सोच्दैन कि होइन। किन थाहा छ तपाईँलाई? किनकि तपाईँको त्यो बोयफ्रेन्ड गर्लफ्रेन्ड भन्दा तपाईँको जीवन धेरै अगाडि तपाईँको बाबाआमाको हुन्छ। त्यो बाबाआमाले तपाईँ सानो हुँदै गर्दा संसार के हो तपाईँको थाहा नहुँदै गर्दा तपाईँलाई बोली बोलेर तपाईँले तोते बोलीमा बोली मिसाएर तपाईँले बोल्न सिकायो, कसरी खाने भनेर तपाईँलाई चपाउन नआउँदै गर्दा आफ्नै ती दाँतहरू चपाएर तपाईँले चपाएर खानिदियो होइन। हिँड्न नजान्दै गर्दा भन्दा हुन गर्दै गर्दा तपाईँको हात समाएर कमान आऊ भनेर तपाईँ हिँड्दै गर्दा सबैभन्दा खुसीको हो त्यो बाबाआमा।
मेरो छोरा हेऱ्यो उठ्यो होइन, कुन लुगा तपाईँलाई लाउँदा सुहाउँछ उसले त्यो किनेर ल्याएर तपाईँलाई लाउँदै गर्दा तपाईँ झलक्क हुँदै गर्दा उसको पोसाक च्यात्तिकै थियो होला, उसले त्यो च्यात्तिकै लाउँदै गर्दा तपाईँलाई राम्रो देख्दा खुसी भयो, तपाईँलाई धेरैचोटि किस गर्यो। आमेन। त्यो बाबुआमाले मात्र गर्न सक्छ, त्यो बाबुआमाको प्रेममा मात्र हुन्छ। अनि त्यो कुरालाई तपाईँले चटक्कै छोडिदिएर कतिचोटि गलत अङ्गालो भनेर पुग्दै गर्दा के धेरै टुट्नुहुन्छ, तपाईँले जिन्दगीको आशाहरूलाई गुमाउनुहुन्छ। तपाईँ जिन्दगीमा वाक्क दिक्क विश्राम काहीँ छैन मेरो भन्नेमा तपाईँ पुग्नुहुन्छ। त्यसपछि तपाईँले सुसाइड गर्नुहुन्छ। संसारमा आज मानिसहरू यति धेरै भ्रष्ट भएर गए, यति धेरै मान्छेहरू यो प्रेम भन्ने कुरामा फसेर गए। अहिले संसारले शैतानले बनाएको एउटा हतियार चाहिँ युथहरूलाई प्रेम भन्ने हतियार हो क्या, जहाँ चाहिँ सबै कुरा मान्छेले सम्मो देख्छ अरे, पट्टी बाँधिदिने क्या, आँखामा पट्टी बाँधिन्छ अरे प्रेम। तर म तिमीलाई प्रेम गर्छु भन्न जति सजिलो छ नि, पछि गएर जिम्मेवारीहरू निर्वाह गर्न धेरै गाह्रो छ। प्रेम भन्ने कुरा चाहिँ भावना होइन रे, प्रेम भनेको चाहिँ एउटा निर्णय हो। गलत मान्छेहरूसँग हाम्रो परिवारहरू नफसोस्। आमेन। गलत परिवारहरू नफसोस्। कतिवटा चर्चमा छिप्पिएर 25, 28, 30, 35 वर्ष हुँदाखेरि पनि केटो नपाएर हैरान, केटी नपाएर हैरान छ। यो आशिष बत्तिस नामै आशिष भएर हो कि एउटा ठुलो आशिष छ क्या होइन। हाम्रो त 22 वर्ष 18 कट्ने बित्तिकै ढ्याक्कै मिलिहाल्छ। एउटा आशिषको कुरा होइन। मैले 22 नै बिहा गरेँ, बिहा गर्छु भन्ने आयो मनमा होइन, बिहा गरिहालेँ मैले। अनि पछि चाहिँ मलाई यस्तो लाग्यो हतार गरी दुःख पाएछ क्या, हतार गरी भन्ने लाग्छ। तर सबै कुरा परमेश्वरको राइट समयमा नै थियो। आमेन। विवाह किन क्रिस्चियन केटाले क्रिस्चियन केटी बिहे गर्नु हुँदैन किन भने त भन्दा तपाईँ चाहिँ परमेश्वरको आयाममा बढेर यहाँ माथि पुगिसक्नु भएको हुन्छ, तपाईँ अझै माथि जाउँ भनेर भएको हुन्छ, ऊ भर्खर भुइँबाट उम्रिनु थाले हुन्छ। अनि लेभल नमिलेपछि के हुन्छ, मिलेन लेभल तेरो बाबु बोल्न ए भन्नु मिलेन बिहेमा त मिलो त सबले गरेर त्यही हो नि त उसको श्रीमान, मिलेन लेभल तेरो बाबुवाला ए मिलेन त्यो। अनि लेभल नमिलिसकेपछि तपाईँ सोच्नुहुन्छ एउटा, उसले सोध्छ होइन। तपाईँ एउटा कुरामा खुसी हुनुहुन्छ, उसले अर्को कुरामा चाहिँ खुसी हुँदैन। अनि लेभल नमिलिसकेपछि त्यहाँ ड्रामाडोल भद्रको बक्सिङ पनि त्यहीँ हुन्छ, अनि डिभोर्सको कुरा त्यहाँ आउँछ, सबै भद्रको त्यहाँ आउँछ। त्यसले गर्दाखेरि जसको भित्री आँखा खोलिसकेको छ, जसलाई ख्रिस्टले आफ्नो रगतको दामतिर किनिसक्नु भएको छ, जसलाई उहाँले आफ्नो पवित्र आत्मा चाहिँ हृदयमा खन्याइदिइसक्नु भएको छ, त्यो चाहिँ उसको लागि महत्त्वपूर्ण क्या। त्यसले गर्दा हिन्दूसँग बिहे गर्नु भनेको चाहिँ परमेश्वरको महिमालाई मूर्तिसँग साट्नु हो। परमेश्वरको महिमालाई मूर्तिसँग साट्नेको भलो होला कहिले पनि हुँदैन। त्यसले जिन्दगी यति धेरै रुनुपर्छ नि, आँसु सँगसँगै त्यसले भात र आँसु बराबर खानुपर्छ। धेरैजनाको त्यस्तो भएको छ हिन्दूसँग बिहा गर्ने क्या मैले देखेँ। त्यसले गर्दाखेरि विवाह एउटा परमेश्वरको योजना हो। यो कुरामा म आफै निर्णय लिन, प्रभु तपाईँले मेरो लागि असल जोडी तपाईँले मलाई जुटाइदिनु भएको छ। जुन कुरा तपाईँले मलाई दिनुहुन्छ त्यो चाहिँ के छ, बेस्ट छ, असल छ, सुन्दर छ, त्यो कुरा म रमाउने छु भनेर तपाईँले प्रार्थना गर्न प्रभुलाई प्रभुसँग आएर विवाह गर्नु भने परमेश्वर त्यो कुरा चाहिँ सधैँ के हुन्छ, असल हुन्छ। अनि त्यो कुराले तपाईँको जीवन निरन्तर अगाडि बढिरहन्छ है। 20-25 वर्ष तपाईँ बाबाआमासँग बस्नु होला, 70 वर्ष बाँच्नुहुन्छ, 75 वर्ष बाँच्नुहुन्छ भने 75 वर्ष त त्यो केटासँग केटीसँग तपाईँ जीवन बिताउनुपर्छ। अनि त्यो असल भइदिएन भने फेसबुकमा ओह्राली लागेको हैनको चाल हो भनेर स्टोरी हालेर तपाईँ शान्त हुन्छ मन हुँदैन नि। दैव तेरो मायाको खेलले आज मेरो यो गति पाए संसारको गीत त्यस्तै छ क्या, बडो रमाइलो लाग्छ मलाई। दैव तेरो मायाको खेलले आज मेरो यो गति पारियो भनेर फेरि आँसु बरबरी झरेको हालेर त्यस्तो पोस्ट गरिरहेको छ कोही होइन। कोहीले परमेश्वरले नदिएको जोडीमा गएर तपाईँले ठोकिन खोज्दै गर्दा, त्यहाँ गएर प्रभुभन्दा बाटो हुँदै गर्दा जिन्दगी ओह्राइज नै लाग्यो है। सिमसन के थियो, भयङ्कर थियो, अभिषेक पाएको थियो, सिंहलाई पनि च्यातेर चाकचुक पार्न सक्ने, फलिस्तीहरूसँग लड्न सक्ने, 300 वटा स्यालको त पुछार बाँधिदिएर अनि त्यहाँभित्र पुछारमा आगो लगाइदिएर गौबारी नष्ट पार्न सक्ने, त्यति चाहिँ 300 वटा स्याल एउटै ल्याउन सक्ने सम्भावना छैन नि। त्यस्तो अभिषेक पाएको मान्छे हुँदैन है बाबु, नजान छोरो, हाम्रै जातिसँग बिहा गर न, नजान छोरो, नजान
भनेर भन्दा भन्दा बाबा त्यसो नभन्नु न, मलाई टिकट चाहिन्छ। टिकट आउला छ पुकारेर टिकट हेर्दै थियो, भरे आफू निकालेर मारिदिएछ सिमसनले, पुलिसतिर आफै निकाल्यो। कति बेइज्जतीको साथ मर्नु पर्यो क्या, परमेश्वरको एउटा अभिषिक्त छ। उसलाई के गरेको थियो, जन्मिँदाखेरि नै बाबालाई यसलाई अलग गर्नु है, यो चाहिँ नाजरी हुनेछ भनेको परमेश्वरको लागि अलग गरेको, यसको कपालमा छुरा लागेको छैन भनेको थियो कि। तर के हो, नाजरी परमेश्वरको अभिषेक पाएको बोलावट भएको छुट्याएको मान्छे त संसारको किटलाई पो राम्रो देखेर नाइ मलाई मन पर्छ थाहा छैन भन्दै होइन। अब प्रभुले भन्दै हुनुहुन्छ त चाहिँ अभिषेक जन्म। सिमसन के भन्छ, नाइ मलाई थाहा छैन। परमेश्वर भन्नुहुन्छ तैँले चाहिँ परमेश्वर घरनाको मात्र केटी बिहे गर्नुपर्छ। सिमसन भन्छ नाइ मलाई थाहा छैन भनेर, नाइ मलाई थाहा छैन भनेर उसले गलत मान्छेहरूसँग विवाह गरेर सम्बन्धहरू बढाउँदै गर्दाखेरि उसको जुन कुरामा अभिषेक थियो त्यही कुरालाई के गर्यो, तालु बनाएर खुर्केर खाँदेर उसलाई तालु बनायो। जब तपाईँ संसारमा हाल्नुहुन्छ तपाईँको यो अभिषेकलाई मान्छेले खुर्केर तालु बनाइन्छ। अनि त्यो तालु भएपछि तपाईँले जति धेरै गीत गाएर यहाँ अभिषेक बगाउँछु भने पनि अभिषेक बग्नेवाला छैन। तपाईँको विवेकले भित्र के भन्छ, त दोषी छस्, त दोषी छेस्, तैँले यस्तो गरेछस्, चर्दा थाहा छैन भनेर तैँले उल्लु बनाउनु पर्यो। पवित्र आत्माले भन्नुहुन्छ क्या, जति करा नि त तेरो घाँटी गलै सुकोस्, अभिषेक म दिन्न, जति उफ्री तैँले गरेको त कार्यक्रम मात्र। अनि त्यसो भएपछि त्यसले गर्दाखेरि हाम्रो अभिषेक त्यतिखेर खुर्केर हामी तालु भन्न थाल्छौँ जतिखेर उहाँले भन्दा गलत पाटो हामीहरू छौँ। त्यो एउटा विवाहलाई मण्डलीले एकदमै के गर्नुपर्छ, सिरियस लिनुपर्छ। जवान छोराछोरीहरू हजुरको गाउँ पनि त्यहाँदेखि पनि यहाँसम्मको लामो होस् क्या, त्यो दिन सधैँ भाडामा ल्याइदिनु होइन। छोरीहरू यति राम्रो राम्रो छन्, हाम्रो रविनाथहरू कति राम्रो थियो। गाउँबाट ढोकाबाट अर्कोले चाहिँ 3 जनाले उचालिदिनु पर्यो त्यो गाउँको फेरो कि। यस्तो डेकोरेसनमा यहाँ यस्तो राम्रो लाइट पनि अझ हामी 2टा छ 5वटा हाल्नु। तर विवाह चाहिँ आदरणीय हुनुपर्छ। हालेलुया, विवाह चाहिँ आदरणीय हुनुपर्छ। आमेन। तर सँगै सेवाई गर्दै गर्दाखेरि हामी त सबैजना एउटा पार्ट, एउटा शरीर हो नि त होइन। एउटै शरीर भइसकेपछि त के हुन्छ, कनेक्सन हुन्छ नि त। कनेक्सन भइसकेपछि के हुन्छ, दुख्छ नि त छुटिँदै गर्दाखेरि। यो हातले घडी लाउँछ, यो हातले के गर्छ, सुमसुमेर हुन्छ, कस्तो राम्रो। यो हातले ला हो होइन नि, तर एप्रिसिएसन केले गरिरहेछ, यसले ल पाए राम्रो घडी लगाएको। यो जिमले यो टी सर्ट लगाइरहेछ नि त, बेला बेला यसले किन मिलाउँछ, कनेक्सन छ नि त। तर अब बेला बेला यस्तो यस्तै गर्छ होइन। अनि तपाईँ हिँडेर च्याप गरेर हातले समाउँछ नि त, किन हात ठोकेर ल्यायो त होइन नि, कनेक्सन छ नि त। तल दुख्यो भने च्याप्पै समाउँछ। त्यो के एउटै बडी भइसकेपछि कनेक्सन के हुन्छ, एकअर्कामा हुन्छ। दुख्दै गर्दा पनि सँगै आउँछ होइन, खुसी हुँदै गर्दा राम्रो घडी गर्छ होइन। अब मिठो लाग्यो मुखले खाएको, सुँगुन के सुँगेको बास्ना, नाकले भात खान्छ तर सुँगिनु त यसले सुँग्दियो हो नि त। यसले सुँगेर मिठो बास्ना खाएर कति मिठो भएर खान्छ होइन। त्यसले गर्दा शरीर भइसकेपछि कनेक्सन हो नि त एउटा। अनि त्यो कनेक्सनभित्र चाहिँ एकता हुन्छ। एउटा खुसी हुँदै गर्दा, सफल हुँदै गर्दा हामी खुसी हुन्छौँ, छुट्टिँदै गर्दा हामी दुख्छौँ। त्यसले गर्दा प्रियहरू हामीले विवाहलाई एकदमै अनुशासित तरिकाले विवाह गर्नुपर्छ परमेश्वरको इच्छा अनुसार। जब प्रभुको इच्छा अनुसार विवाहमा तपाईँ जोडिनुहुन्छ, प्रभुले तपाईँको जीवनमा आशिष दिनुहुन्छ। आमेन। जब परमेश्वरको आशिष र उहाँको निगाह तपाईँको परिवारमा हुन्छ नि, जस्तो सुकै कठिन परिस्थितिमा पनि परमेश्वरले तपाईँको सम्बन्धलाई अगाडि बढाएर लानुहुन्छ। आमेन। जस्तो सुकै परिस्थितिमा पनि तपाईँहरू दुईजनालाई एक गराउँछ प्रभुले। त्यसले गर्दा पवित्र विवाह चर्चको प्रायोरिटी हो, परमेश्वरको प्रायोरिटी हो। तपाईँले विवाह गर्दै गर्दा, तपाईँले कदम चाल्दै गर्दा कहिले पनि मण्डलीको परमेश्वरको र आफ्नो परिवारको हृदय कहिले नदुखाउनुहोस् है। त्यसको क्षतिपूर्ति तपाईँले ठुलो बेहोर्नुपर्छ। आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गर्नाले गर्दा के भयो, नानी झार भएर आदमबाट के गर्नु पर्यो, निकालिनु पर्यो। त्यसले गर्दाखेरि परमेश्वरको उपस्थितिबाट तपाईँ निक्लिने चाहिँ कहिले पनि निर्णय नगर्नुहोस्। तपाईँले जे गर्नुहुन्छ त्यो कुराले हाम्रो मण्डलीको शिर सधैँ उच्च होस्, तपाईँको परिवारको शिर उच्च होस्। परमेश्वरले सधैँ स्याबास मेरो असल र विश्वासयोग्य दास भनेर परमेश्वरले भन्नुभएको छ। के तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ? परमेश्वरको वचन अझै सुन्नको लागि सब्स्क्राइब गरिदिनुहोला।